प्रशिक्षकको रूपमा रहन् र अझै यो मञ्चमा मात्र सीमित नभए सामुदायिकमा बाजा काठमाडौँको शैलीमा हामीले भित्राएका थियौँ भने त्यस पश्चात चाहिँ 2080 सालमा हामीले भानमा लोप भइसकेको नायकी बाजा जुन चाहिँ नेवार समुदायको एकदमै महत्त्वपूर्ण बाजाको रूपमा लिइएको छ त्यो बाजालाई पनि हामीले 2080 सालमा चाहिँ नेपाल सम्पदको समय पारेर त्यो बाजालाई पनि हामीले रिभाइभ गरेको थियौँ, एउटा पूर्ण जागरण गरेको थियौँ त्यो बाजालाई। र त्यस्तै गरी 2082 साल गत वर्ष हामीले चाहिँ बाजा रानमा करिब 20देखि 25 वर्ष अगाडि नै लोप भइसकेको बाजालाई फेरि निरन्तर गर्ने प्रयासमा चाहिँ हामी लागि परेको छौँ। यो सबै प्रयासहरूको एउटै उद्देश्य थियो, हामीले एकै ठाउँमा एकै साथमा हामीले विभिन्न वाद्य बाजनहरूलाई अगाडि प्रस्तुत गर्न चाहन्थ्यौँ। हामी समुदायमा मात्रै, हामी स्टेजमा या हामी स्ट्रिटमा मात्रै सीमित नभई हामी ओपनली सबैजनालाई पब्लिकली एज अ म्युजिकको रूपमा पनि यसलाई प्रमोट गर्न चाहिरहेका छौँ। सो हामीले चाहिँ ग्रुप अफ ब्यान्ड कोलाबोरेट गर्दै गर्नुको मेन रिजन भनेको चाहिँ अहिले नयाँ मोडर्न टेक्नोलोजी, मोडर्न इन्स्ट्रुमेन्टलाई मोडर्न तरिकाबाट कसरी सिक्ने, कसरी अगाडि बढाउने भन्ने प्रविधिहरूमा हामीले सानो कुराहरूमा हामीले पुरानो म्युजिकल जर्नीलाई धाबाजा, नायक बाजा, ने बाजाहरूलाई यो यस्तो हाम्रो लोप हुँदै गएको बाजाहरूलाई कसरी भोलिको दिनमा प्रवर्तन गर्ने, नयाँ पुस्ताहरूलाई कसरी सिकाउने भन्ने कुरामा चाहिँ हामीले कुटुम्ब ब्यान्ड जुन एकदमै लोकप्रिय ब्यान्ड हुनुहुन्छ उहाँहरूसँग केही कुराहरूको अनुभव, नयाँ कुराहरू सिक्न पाइन्छ भन्ने चाहिँ हामी पूर्वभरिको कलाकारहरूको एउटा विश्वास पनि छ। त्यस्तै गरी यस प्रोग्रामको लागि धरान बाहिरबाट 8वटा संस्थाहरू पनि आबद्ध हुनुभएको छ। हामी एकै साथमा 45वटा बाजा एकैचोटि बजाउने पनि छ र कुटुम्ब सँगसँगै हामीसँग मदन कृष्ण श्रेष्ठ सर पनि हुनुहुन्छ यस पाठमा जोडिएर, उहाँले पनि आफ्नो साङ्गीतिक प्रस्तुतिहरू राख्नुहुनेछ। त्यस्तै गरी हामीसँग सलिना म्याम पनि हुनुहुन्छ, उहाँ अहिले प्लेब्याक सिङ्गरको रूपमा चाहिँ हुनुहुन्छ। सो उहाँले पनि आफ्नो केही साङ्गीतिक प्रस्तुतिहरू त्यस प्रोग्राममा सेयर गर्नुहुनेछ भन्ने छ हामीलाई। हामी चाहन्छौँ कार्यक्रमपछि पनि यो बाजाहरूलाई चाहिँ आज सिकेको बालबालिकाहरू भोलि चाहिँ प्रशिक्षकको रूपमा रहन् र अझै यो मञ्चमा मात्र सीमित नभए सामुदायिकमा पनि यो कुराहरू चाहिँ कन्टिन्युस होस् भन्ने चाहिँ हाम्रो एउटा चाहना छ। त्यति भन्दै मेरो छोटो शब्द यही। यो अहिलेको कार्यक्रम भनेको हामी नेवार समुदायले आयोजना चाहिँ गरेको हौँ, तर हामीमा मात्रै सीमित रहने भन्ने चाहिँ यो छँदै छैन। यसमा अलिकति मैले जोड्न चाहेँ, यो जुन हामीले बाजा र कार्यक्रम गर्दैछौँ, वाद्यवादनहरू बजाउँदैछौँ, यसमा लिम्बू समुदायको च्याब्लिङ पनि चाहिँ समावेश गरेको छौँ। अरू समुदायलाई पनि चाहिँ हामीले समावेश गरेर पनि कार्यक्रम गरेको छौँ भन्ने मलाई जानकारी छ। र तपाईँहरूलाई मैले जुन जानकारी गराएँ, हामी कार्यक्रम गर्ने आयोजना चाहिँ हामी नेवार समुदायको भए पनि यो चाहिँ हामीले सम्पूर्ण समुदायलाई समेटेर नै गर्ने भन्ने निरो रहेको छ। किनभने यसमा हाम्रो नेपालकै एकदम लोकप्रिय वरिष्ठ हास्य कलाकार मदन कृष्ण दाजुले 2टा गीत पनि गाउँदै हुनुहुन्छ। जुन गीत चाहिँ एउटा भनेको सयौथरी बाजा एउटै ताल, सयौथरी घोडा एउटै चाल भन्ने एउटा गाना छ, र अर्को भनेको चाहिँ तपाईँको उहाँले आफ्नो एकदमै मनपर्ने हाम्रो श्रीमती उहाँको आफ्नो श्रीमती उहाँले बेलाकामा गाउनुभएको एउटा गाना जुन उहाँको गाना जुन अरू मान्छेहरूमा भनेर यो एउटा गाना पनि उहाँले गाउनुहुन्छ। यति तपाईँलाई जानकारी दिँदै अब चाहिँ म यो रोड ओपन भएर पनि यहाँलाई भर्खर मैले यहीँ देखिसकेको थिएँ, आइसक्नु भएको छ, अहिले भर्खर टेकिसक्नु भएको छ। अब उहाँले हामीलाई आजको दिनदेखि चाहिँ कार्यक्रमको अगाडिसम्म पनि ट्रेन गराउनुहुन्छ। तर उहाँ आफै चाहिँ को भन्नुहुन्छ भने चाहिँ उहाँ आफै चाहिँ तपाईँको यही कुटुम्ब ब्यान्डको चाहिँ ढिमे बजाउने एकजना के अरे सदस्य हुनुहुन्छ। अनि यसरी नै चाहिँ हामीले यसको उद्देश्य के लिएको छौँ यो कार्यक्रमको भन्दाखेरि चाहिँ उब्जन शाही उहाँ आफै पनि तपाईँको कुटुम्ब ब्यान्डको एउटा सदस्य हो। होइन, यसरी नै चाहिँ अब हामीले के गरेछौँ भन्दाखेरि चाहिँ जस्तो तपाईँको यो नेपालको मौलिक वाद्यवादनहरू चाहिँ हामीले यसबाट चाहिँ अब
व्यावसायिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने हाम्रो एउटा हेतु पनि हो। जस्तै उहाँ आफैले त्यो ट्रेनिङ गर्नुभयो उहाँ आफै चाहिँ ट्रेनर भएर अनि हामीलाई पनि सिकाउँदै हुनुहुन्छ। उहाँ आफै चाहिँ फेरि साङ्गीतिक क्षेत्रमा चाहिँ व्यवसाय तरिकामा लाग्नु भएको छ। यसरी नै काठमाडौँका विभिन्न ढिमे बाजा बजाउनेहरू चाहिँ व्यावसायिक रूपमा साङ्गीतिक क्षेत्रमा लागेको हामीले देख्न सक्छौँ। पहिला हाम्रो ब्यान्डहरूमा त्यति तपाईँको धिमे बाजाहरू यो हाम्रो मौलिक बाजाहरू बज्दैन थियो। पहिला त के हुन्थ्यो भन्दाखेरि ड्रम सेट बज्थ्यो अनि गिटारहरू बेस गिटारहरू भएपछि तपाईँको एउटा ब्यान्ड निस्किन्थ्यो भने अहिले तपाईँको एकदमै नेवारी कल्चरको वाद्यवादनहरूलाई चाहिँ व्यावसायिक रूपमा चाहिँ ब्यान्डमा चाहिँ समावेश गर्दै आएको छ। जस्तै यसमा एक्जाम्पललाई तपाईँको कर्मा ब्यान्डमा हेर्नुहुन्छ भने पिपु श्रेष्ठ भन्ने हुनुहुन्छ होइन। त्यसै गरी अरू ब्यान्डले पनि चाहिँ अहिले नेवारी समुदायको यो लोक हुन गइरहेको वाद्यवादनहरूलाई चाहिँ व्यवसायीकरणमा ढाल्दैछ। अब यसलाई चाहिँ हामीले एउटा उद्देश्य त्यो पनि बोकेको हाम्रो पूर्व क्षेत्रको कलाकारहरूलाई पनि निखारेर चाहिँ त्यो स्थानसम्म पुर्याउन सकिन्छ कि ऊर्जा दिन सकिन्छ कि भन्ने एउटा हाम्रो त्यो हेतु पनि हो। पहिलोचोटि धरानमा यो ब्यान्ड हामीले यहाँ पाठशालाले ल्याउने जमर्को गरेको छ र त्यो जमर्कोमा तपाईँहरूको यो मिडियाबाट यसलाई भरपुर प्रचार प्रसार गरेर तपाईँले सहयोग पनि गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्छु। र अघि हामीले यहाँ पत्रकार जुट्नु हुनुभयो आर्थिक पाटो आयो यो एकदम यहाँ ल्याउँदा एक दिन होइन हामी ल्याउँदा 2 दिन खोजेका थियौँ तर हामीले सकेनौँ। त्यो आर्थिक पाटोबाट नसकेर एक दिन मात्रै भए पनि गर्ने भनेर त्यो आर्थिक पाटोलाई चाहिँ हामीले ब्रेक भएकोले चाहिँ हामीले एक दिनको लागि भएको गर्दा पनि तपाईँको लगभग 8 लाख रुपियाँ 8 दिन 10 लाख रुपियाँ पर्छ। उहाँको प्लेनमा आउने जाने उहाँलाई राख्ने स्टेजहरू गर्दाखेरि र त्यतिखेर अब अहिले नगरपालिकाबाट चाहिँ अब यसै कुटुम्ब ब्यान्ड भनेर 4 लाख रुपियाँ छुटेको छ र त्यसमा अरू हाम्रो स्पोन्सरहरू पनि छन् अलिअलि अनि स्पोन्सरबाट पनि गरिरहेका छौँ। र यो कार्यक्रम पाँचखला अहिले एउटा धरानको एउटा पाँचखला मात्रै नभएर एउटा ब्रान्ड भइसकेको छ पाँचखला। जस्तै योभन्दा अगाडि कुमार सागर आउनुभयो होइन त्यतिखेर पनि उहाँले देख्नुभएको छ हाम्रो पाँचखलाले जुन हाम्रो नेवारी कल्चरको जुन यो एउटा अहिलेको म्युजिसियन छ त्यसलाई प्रचार प्रसार पनि गरेको त्यो अलिक लोप पनि भएर गइसकेको थियो। त्यसलाई नै अलिकति अगाडि ल्याउनुलाई पनि हामीले यो कार्यक्रमलाई चाहिँ फोकस गरेको र यो कार्यक्रम र यो साङ्गीतिक क्षेत्रमा यो हाम्रो भाव कल्चरलाई सिकेर चाहिँ हाम्रो भाइ बहिनीले आफ्नो जीवनलाई अगाडि बढाउनु सक्छ। यो 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 वाद्यवादनलाई चाहिँ अँगालेर आफ्नो जीवन पनि उजागर गर्न सक्नुहुन्छ। त्यो भएकोले तपाईँ सबैजनाले चाहिँ यसलाई चाहिँ अलिकति भव्य प्रचार गरेर तपाईँको सबैको साथ र सहयोग पनि हामीले अपेक्षा गरेको छौँ। यसलाई चाहिँ यही भदौ 5 गते हुने भएकोले यसलाई जति सक्दो तपाईँहरूले फोकस गरिदिनु हुन पनि अनुरोध गर्छु। आज यस पत्रकार सम्मेलनमा हजुरलाई बोलाउनुको मुख्य उद्देश्य भनेको चाहिँ अब हामी आफैले स्वयंले त्यति प्रचार प्रसार गर्न सकिँदैन जति तपाईँहरूले जुन तरिकाले प्रचार प्रसार गर्न सक्नुहुन्छ र सहयोग गरिदिनुहुन्छ। जस्तै अब भोलिको के अरे अब यो 5 गते हुन लागेको प्रोग्राममा अब धरानमा यत्रो ठुलो जनसङ्ख्या छ जस्तो नेवारले मात्रै हेर्ने भन्ने होइन धरानका सम्पूर्ण जातीय संस्थाहरूले र यो प्रोग्रामलाई हेरोस् भन्ने हाम्रो पनि चाहना हो। त्यसैले हजुरहरूले के अरे यो प्रोग्राममा जति सक्दो प्रचार प्रसार गरिदिनु भयो भने त्यति मान्छे हुन्छ जति धेरै भयो त्यति राम्रो भन्ने हाम्रो चाहना। किनभने भोलिको दिनमा रहेको साना भाइ बहिनीहरूले पनि केही कुराहरू सिकेर भोलिको दिनमा उनीहरूले नै आफैले नै पनि केही कार्यक्रम गर्न सकोस् भन्ने एउटा योजना तरिकाले हामीले यो कार्यक्रमहरू गर्न लागेको। त्यसैले आज यस पत्रकार सम्मेलनको अब के अरे कार्यक्रमलाई अब भनौँ न हजुरहरूले यहाँ आइदिनु भयो त्यसलाई धन्यवाद। केही सहयोग अब प्रचारको लागि सहयोग गरिदिनु होला भन्दै आज यस कार्यक्रमलाई